वेलकम टु माई हजुरलाई हाम्रो युट्युब च्यानल वर्ल्ड ट्रेडमा सबैलाई स्वागत छ। हालसालै आज 2082 साल 9 महिना 29 गते खुलेको आइपिओ भनेको सोलो हाइड्रो पावर फार्मिङहरूको लागि जेनरल पब्लिकको लागि खुलिसकेको छ र कति आवेदन पर्यो, कति किताब खुलेको थियो, कसले एप्लाई गर्न पाउने, कसको लागि खुलिसकेको छ, आइपिओ लेट पनि भइसकेको छ र अर्को कुरा भनेको आइपिओ पर्ने चान्स कति रहेको छ। यो आइपिओमा चाहिँ मागभन्दा पनि बढी आवेदन परिसकेको छ, भन्नुपर्दा ओभर सब्सक्राइब भइसकेको छ 1.05 गुमाले पहिलो दिनमा नै। त्यसको अर्थ अझै केही दिन बाँकी छ, 4 दिन बाँकी छ, 4-5 दिन बाँकी छ र यस 4-5 दिनमा कतिको आवेदन पर्न सक्छ, कतिको पर्ने चान्स हुन्छ भन्ने मागभन्दा बढी आयो। जस्तै अहिले नेपालको अवस्था र अहिले नेप्सेको भन्नुपर्दा नेपालको सेयर मार्केटको अवस्था त्यस्तै नै रहेको छ भन्नुपर्दा। मिड सोलो हाइड्रो पावरको चाहिँ इस्यु म्यानेजर चाहिँ नवीन इन्भेस्टमेन्ट ब्याङ्क दिएको छ भने कति किताब खुलेको थियो भने 82 लाख किताब खुलेको थियो भने कति किताब आवेदन परिसकेको छ भने 86,93,010 किताबको लागि आवेदन परिसकेको छ। कतिजनाले आवेदन दिइसकेको छ, व्हाट इज द नम्बर अफ एप्लिक्यान्ट, कतिजनाले आवेदन दिइसकेको छ भने 6,96,471 जनाले आवेदन दिइसकेको छ भने कति एमाउन्ट कलेक्ट भएको छ भने हजुरहरू स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो भिडियोको थ्रु चाहिँ नेपालको आइपिओ सेयर मार्केटको आइपिओ पढ्नु भनेको नेपालमा जेनरल पब्लिकदेखि फरेन इम्प्लोइमेन्टसम्म र प्रोजेक्ट इफेक्टेड एरियासम्मको पनि पढ्नुभन्दा पनि जेनरल पब्लिकलाई पढ्नु भनेको जुन मान्छेलाई पढ्छ भने जेनरल पब्लिकलाई 10,000 देखि 30,000सम्म सजिलैसँग कमाउन सक्छ सेकेन्डरी मार्केटमा बेचेर सेल आउट गरेर। भनेको सेकेन्डरी मार्केटमा कसरी एकाउन्ट बनाउने अनलाइन भनेको हामीले अर्को भिडियोमा ल्याउनेछौँ र त्यसो अर्थ आज हामी यति नै रहन्छ। यतासम्म नै हामी बिदा लिन चाहन्छौँ। थ्याङ्क यू फर वाचिङ। Flow and more, like and comment, subscribe, and don't forget to watch my channel.